कविताको शीर्षक छ म स्वयं मेरो साथी। म स्वयं मेरो साथी। मान्छे हुँ म, मनभित्र नवरसका तरङ्गहरू निरन्तर बगिरहन्छ। मान्छे हुँ म, मनभित्र नवरसका तरङ्गहरू निरन्तर बगिरहन्छन्। कहिले हाँसो, कहिले आँसु, कहिले आशा, कहिले निराशा। मान्छे हुँ म, मनभित्र नवरसका तरङ्गहरू निरन्तर बगिरहन्छ। कहिले हाँसो, कहिले आँसु, कहिले आशा, कहिले निराशा। जिन्दगीको यात्रामा विरहका काँडाहरू टेक्दै हिँड्दा, समस्याका बादलहरूले घेरिँदा मन कहिले काहीँ थाकेर बस्न खोज्छ। त्यतिखेर म सम्झन्छु, जिन्दगीका यात्राहरूमा पीडाका काँडाहरू टेक्दै हिँड्दा, समस्याका बादलहरूले घेरिँदा मन कहिले काहीँ थाकेर बस्न खोज्छ। त्यतिखेर म सम्झन्छु, यो भिडभित्र कति अनुहारहरू छन्, यो भिडभित्र कति अनुहारहरू छन्। मेरो भन्दा गहिरो घाउ बोकेका, मेरो भन्दा भारी सपना थामेका। यतिखेर म सम्झन्छु, यो भिडभित्र कति अनुहारहरू छन्, मेरो भन्दा गहिरो घाउ बोकेका, मेरो भन्दा भारी सपना थामेका। त्यसैले आफ्नो पीडालाई चुपचाप सहलाउँछु, त्यसैले आफ्नो पीडालाई चुपचाप सहलाउँछु, आफ्नो मनलाई आफै सम्झाउँछु। किनकि यो संसारको मोडमा मेरो मौन भाषा बुझ्ने यदि कोही छ भने त्यो मनै हुँ। किनकि यो संसारको भिडमा मेरो मौन भाषा बुझ्ने कोही छ भने त्यो मनै हुँ। त्यसैले जब सबै बाटाहरू सुनसान लाग्छन्, म आफैसँग हिँड्न थाल्छु, म आफैसँग बोल्न थाल्छु। त्यसैले जब सबै बाटाहरू सुनसान लाग्छन्, म आफै हिँड्न थाल्छु, म आफैसँग बोल्न थाल्छु। र बिस्तारै मलाई थाहा हुन्छ, सबैभन्दा भरपर्दो, सबैभन्दा नजिकको, सबैभन्दा अटल साथी मेरो लागि म स्वयं नै हुँ। मेरो लागि म स्वयं नै हुँ। मेरो लागि म स्वयं नै।